नेपाल सरकारसँग हामी विश्व हिन्दू साम्राज्य जोरदार माग गर्न चाहन्छौँ। लव जिहाद सम्बन्धी कठोर कानुन निर्माण गर्नुपर्ने, नेपालको राष्ट्रिय पशु तथा हिन्दू समुदायको आस्था गौमातालाई तस्करी गर्ने वा हत्या गर्ने गिरोह वा समूहलाई तत्काल पक्राउ गरी आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, त्यस्तै धर्मान्तरण सम्बन्धी कठोर कानुन निर्माण गर्नुपर्ने, अवैध घुसपैठ गरेका बङ्गाली रोहिङ्ग्याहरू, पाकिस्तानीहरू, विदेशी नागरिकहरूलाई तत्काल पक्राउ गरी या तिनीहरूलाई कस्टडीमा लिई देश निकाला गर्नुपर्ने, सनातन हिन्दू धर्म संस्कृतिलाई मठ मन्दिर जति पनि हाम्रो धार्मिक स्थलहरू छन् तिनीहरूलाई संरक्षण र सम्वर्धन र सुरक्षा गर्नुपर्ने र अवैध सीमा सुरक्षा घुसपैठलाई तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी वा नेपाली सेना प्रमुखहरूसँग छलफल गरी सीमा सुरक्षामा तत्काल कडाई गर्नुपर्ने, यो हाम्रो प्रमुख मागहरू हो। नेपाल सरकारसँग हामी जोरदार माग गर्दछौँ, तत्काल हाम्रो मागहरूप्रति ध्यान आकर्षण होस्।